नमस्ते गाइज, आज हामीसँग जिक्सर 250 SF छ। यसको भाइजर चाहिँ ओरिजिनलमा धेरै नै सानो अनि राम्रो पनि देखिँदैन बाइकको लुक्स अनुसार। र यसलाई हामी आज अराउन्ड 5V3 को भाइजर हाल्न जाँदैछौँ। यो चाहिँ आफ्टर मार्केट भाइजर हो। अब यसलाई कसरी हालिन्छ होइन, कसरी मिलाइन्छ त्यो हेर्दैछौँ। यसलाई एकछिन हामी टेपले अड्काएर राख्नेछौँ। कस्तो देखिन्छ हेरौँ। यता त राम्रो देखिन्छ। लेट्स डु इट। अब यसलाई राम्रोसँग फिटिङ गरौँ। अब हामी यसलाई यो भाइजर अड्काउनको लागि यहाँ दुईवटा ठाउँमा चाहिँ नि पल गर्नेछौँ। यो बोथ साइडमा पल पार्नुपर्ने छ। र बाँकी यो मार्क गरेको छौँ, हामीले मार्क गरेको जति चाहिँ हामी काटेर यसलाई फाल्नेछौँ र यसलाई सेपमा चाहिँ मिलाउनेछौँ। अलिकति माथि गइसकेपछि यो पार्टलाई चाहिँ हामी हिट गनले चाहिँ अलिकति माथि तताएर माथि गर्नेछौँ, मिलाउनेछौँ। यसलाई एडजस्ट गर्नुपर्छ। यसलाई अलिक माथि गरेन भने फेरि यो ह्यान्डलले छुनिरहेछ, त्यही भएर यसलाई चाहिँ हिट गनले अलिकति तताएर माथि गर्नै पर्ने रहेछ, नत्र ह्यान्डलले छुन्छ मोड्दाखेरि। र यो भाइजर अड्काउनको लागि हामीले यो ठाउँ अनि यता दुईपट्टि नै साइडमा दुईवटा चाडा पल पार्नुपर्ने छ र यसलाई नट बोल्टले अड्काइनेछ। यसलाई चाहिँ नि यसलाई फिक्स गरिदिन्छु नट बोल्टले। र मैले यसलाई क्लियर भाइजरमा थियो, यसलाई कालो स्टिकर हालेर ऱ्याप पनि गरेको छु। ऱ्यापमा चाहिँ अलिकति राम्रो देखिन्छ, यसको लुक्स अझै इन्हान्स हुँदो रहेछ अनि सुहाउँछ पनि बाइकको अनुसारको कलर। यो भित्रको साइडमा चाहिँ अलिकति यस्तो देखिन्छ होइन। मैले पुरानो भाइजर चाहिँ निकालेको छैन, त्यो त्यसै भित्र चाहिँ एट्याच गरेको छु। नट बोल्टहरू पनि देख्न सक्नुहुन्छ, त्यो नट बोल्टमै एट्याच गरेको छु। त्यो उसको ओरिजिनल भाइजरमै पल पारेर होल्ड गराएको छु। अब लुक्स इन्जोय गर्नु होला।